भुल्दिनु ए साथी। हेर्दा सुन्दर रमाइलो लाग्ने यो ठाउँ यो सहर, विदेश भनेको त यस्तो पो हो भने जस्तो, तर विडम्बना। यही सुन्दर सहरभित्र आफ्नो उज्जवल भविष्य खोज्दै बसेका हामी नेपालीहरूको आफ्नै कथा छ, व्यथा छ, पीडा छ। कसैले ऋण काटेर धेरै लागत तिरेर आउनुभएको छ, त्यो ऋण कसरी तिर्ने भने जस्तो कमाइ भएन, सोचे जस्तो काम चलेन, अब ऋण कसरी तिरिसक्ने भन्ने पीडामा छन्। कसैको पीडा धेरै वर्ष भइसक्यो विदेश बसेको पनि अहिलेसम्म केही गर्न सकेन, न परिवारको साथमा बस्न पाइयो, न केही गर्न सकियो, जिन्दगी कसरी चलाउने होला। र कसैको पीडा सहरमा सानो टुक्रो जग्गा त बल्ल तल्ल मुस्किलले जोडियो, अब घर कसरी जोड्ने होला। भन्ने छ। यस्तै छ परदेशी जिन्दगी। कसैलाई घाँसबास कपासको पिर, कसैलाई ऋणको पिर, कसैलाई एकपछि अर्को सम्पत्ति कसरी थप्ने भन्ने पिर। यस्तै छ, सबैको आफ्नो पीडा छ। म चाहिँ यो भिडियो मलेसिया सेलाङ्गर पुचोङ भन्ने ठाउँबाट प्रसारण गरिरहेको छु। हजुरहरू पनि कहाँदेखि हेर्दै हुनुहुन्छ कृपया कमेन्ट गरिदिनु होला। हस्त नमस्ते।